सुरु हुँदैछ ब्लगको तयारी। यो भयो हेलमेट, यस्तै हेलमेट चाहिन्छ। त्यस पछाडि यो भयो मोबाइल होल्डर, मोबाइल अड्याउने ठाउँ। अब ब्लगतिर जाउँ। घाम मजाले लागिरहेको छ। तोरीबारीको मनोरम दृश्य हेर्न सक्नुहुन्छ। तोरीबारी र फाफर मजाले फुलिरहेको चारैतिर छ। यी आन्टीहरू साडी ढल्काउँदै कताबाट आइपुगे। यो झिलझिलेर चौरी जाने बाटो हो। रोड यहाँ निकै मजाको रहेको छ। घरहरू पनि नयाँ नयाँ घर निकै थपिएका छन्। बाटो छेउमा रहेको यो नहर हो। नहरमा कन्काई नदीको पानी बग्छ। त्यो पानीले हामी खेतीयोग्य जमिनमा सिँचाइ गर्छौँ। यो दौलीचोक बजार आइपुग्यो। यसरी नै हाम्रो यात्रा अघि बढिरहन्छ। यो रोड महेन्द्र राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएको छ। यहाँ पनि देख्न सक्नुहुन्छ तोरी निकै फुलिरहेको छ। तोरीको सिजन छ यहाँ। यो भाइले फेरि कला देखाउँदैछ। तपाईँहरू चाहिँ यस्तो नगर्नु होला, लडियो भने फेरि गाह्रो हुन्छ। यसरी नै हामी अझ अघि बढ्छौँ। बाटो निकै सजिलो छ। नजिकै यहाँ भानुमावि रहेको छ। यो लालझोडामा अवस्थित छ। थोरै यहाँ ओकाली ओह्राली रहेको छ। यहाँ बिस्तारै जानु पर्यो, होइन भने लडिन्छ। केटाकेटीहरू रमाइलो गर्दै खेलिरहेका छन्। यसरी नै हामी अझ अगाडि बढ्ने क्रम जारी नै छ।
सुपारीको बोट देख्दै पनि छ होला, झापा र सुपारी थाहै छ होला तपाईँहरूलाई पनि। यो जाडो मौसम सकिन सकिन आँटेको छ, त्यही भएर पनि होला घाम मजाले लागिरहेको छ। आज न्यानोको आभास भइरहेको छ। झिलझिले बजार हामी पुग्न आँटिसक्यौँ। अब धेरै समय छैन। नजिकै यो मन्दिर पनि देखिएको छ, कृष्ण मन्दिर जस्तो छ यहाँ। बाटो खुलै छ यहाँ, त्यति जाम हुँदैन। तपाईँ देख्न सक्नुहुन्छ, खुल्लै छ, बाइक कुदाउनमा मजै आउँछ। प्राय गरी यताका सबै जमिनहरूमा बाली नै लाइन्छ, देख्न सक्नुहुन्छ। जताततै तोरी नै तोरी छ, तोरी फापर कुनै पनि बाँझो राखिँदैन, सबैमा उब्जाउ गरिन्छ। उर्वरा शक्ति निकै नै राम्रो मानिन्छ यताका खेतहरूमा। लगभग हामी झिलझिले पुग्न आँटिसक्यौँ। अब धेरै टाढा छैन, जताततै तोरीबारी मात्रै छ। तोरी निकै फुलेका छन्। झिलझिलेको बोर्ड आइसक्यो, झिलझिले प्रस्थान गरिसक्यौँ हामी। अब थोरै समय पछाडि बजार आउँछ। पहिले र अहिलेको अवस्था हेर्ने हो भने यो सिटी सफारी निकै नै पहिलेभन्दा धेरै नै अहिले पर्याप्त मात्रा पाउन थालेको छ। यात्रा गर्नको लागि निकै सहज रूपमा लिइन्छ यसलाई, सस्तो मस्तो भर पर्दो। यहाँ नजिकै झिलझिले मावि रहेको छ।
तपाईँ देख्न सक्नुहुन्छ। त्यस पछाडि हामी बजार झिलझिलेको माविकै जस्ट अपोजिट यहाँ वाटर किङडम भन्ने छ, एउटा पार्क छ। यहाँ त्यति चलेको त छैन तर राम्रो छ। यो झिलझिले बजार एरिया नै हो, पसलहरू देखिन थाले। यहाँ निकै साँघुरो बाटो छ, यसरी पार्क नगरिदिनु होला। अटोहरू बाटो साँघुरो छ, त्यसमाथि पार्क गरिदिनुहुन्छ अझ सानो हुन्छ, एक्सिडेन्ट हुने सम्भावना बढी हुन्छ। साथै अब यो झिलझिले बजार देख्न सक्नुहुन्छ तपाईँहरू। झिलझिले बजार पसलहरू खुलेका छन् र यो भयो महेन्द्र राजमार्ग बनिँदै गरेको, जुन अहिले नयाँ नाम एसियन हाइवे भनेर चिनिन्छ। एसियन हाइवेमा हामी टेकिसक्यौँ। हामी जाने ठाउँ चाहिँ झिलझिलेबाट उत्तर पर्छ, सतासी धाम हाइवेको उत्तर पर्छ। यो देखिँदै गरेको गेट त्यही सतासी धाम जाने बाटोको। अब हामी सतासी धाम जाने बाटोमा प्रवेश गर्छौँ। यो गेटदेखि किलोमिटर दिएको छ, 4.5 किलोमिटर। सतासी धाम पुग्नलाई 4.5 किलोमिटरमा पुग्न सकिन्छ। झिलझिलदेखि हामी उत्तरतिर लाग्यौँ। 4.5 किलोमिटर छ झिलझिले ठ्याक्कै अघिको गेटबाट। यसबाट सुरु हुन्छ जङ्गल। यहाँ घाँस दाउरा ल्याउँदै गरेको पनि हेर्दै हुन्छ होला। जङ्गलै जङ्गल नै छ, बाक्ला रुखहरू छन्, ठुल्ठुला अग्ला रुखहरू। यहाँ मसलाको रुख अनि रङकाठका रुख छन् र यातायातको साधन यहाँबाट सिटी सफारीहरूमा पनि चढेर जान सक्नुहुन्छ। त्यति महँगो छैन, सस्तै छ। मसलाको रुख यहाँ बाक्लै छ। यहाँ अलिकति एक्लै दुक्लै आउनुभन्दा पनि साथीसँग मिलेर आउनु होला, मेरो सल्लाह त्यही नै छ। म चाहिँ एक्लै हिँडेको। यहाँ थोरै ओह्रालो छ। हाम्रा पनि दिन यसरी आउलान्, यसरी भाइ बहिनीहरू बसेका छन्। साइकलमा अङ्कलले दाउरा लाँदै हुन्छ। जङ्गल अझै बाक्लो हुँदै जान्छ। गर्मी मौसममा पनि यहाँ हामीले शीतलता प्रदान गर्छ, त्यस्तो खासै गर्मी हुँदैन। दुवैपट्टि रुख, बिचमा बाटो रहेको छ। यहाँको दृश्य नै निकै नै रमाइलो छ, शीतल शान्त। यहाँ सहरको कुनै आवाजहरू, गाडीको ठुल्ठुला साउन्डहरू आउँदैन। यी साथीभाइहरू यसरी हिँड्छन्। हामी उत्तर लाग्यौँ। अब धेरै छैन, आइपुग्न लाग्यौँ।
बाक्लो मसलाका रुखहरू हेर्न सक्नुहुन्छ। पहिला पहिला हाम्रा बुवा आमाले यहाँबाट दाउरा लिएर जान्थे, लिन आउनुहुन्थ्यो पहिलेको समयमा। दाउरा बोकेर लाँदै हुन्छ घन्टीले। जङ्गलै जङ्गल हामी 87 धाम पुग्छौँ। विशेष गरी त्यहाँ शिवजीको मन्दिर छ, पूजाआजा गर्छौँ। केही समय पछाडि हामी ती सबै भिडियो देखाउनेछौँ कस्तो छ के छ भनेर। विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणका लागि यहाँ निकै नै पर्यटकहरू आउने गर्छन्। स्थानीय पर्यटकहरू निकै नै आउँछन्। स्कुलबाट भयो, सङ्घ संस्थाहरूबाट भयो, पर्सनली पनि आउने गर्छन्। यो गौमाता बिचैमा आएको छ। यहाँ गौमाता भन्दा पनि गौशाला पनि भित्र रहेको छ। यहाँ निकै नै गाईबस्तुहरू पालेका छन् र यसरी नै खुल्ला यो जङ्गलमा छोड्छन्। फेरि यहाँ एउटा गाई देखा पर्छ। यस्तो धेरै नै हुन्छ। बेलुका यो बाटो नै भरिने गरी गाईबस्तुहरू गौशालामा फर्किन्छ। धेरै नै हुन्छ। अब यो सखुवाको रुखहरू पनि रहेको छ यता। दिदी र आन्टीहरू फर्किँदै गर्नुभएको होला। स्थानीय पर्यटकहरू रमाइरहेका छन् यहाँनिर। लगभग हामी 87 धामको नजिकै आइपुगेको छौँ। रमाइलो ठाउँ छ, त्यही भएर यो भ्लग बनाउन लागेको मलाई मनपर्ने ठाउँहरूमा हेर्ने एउटा पर्छ। प्रायः म आइरहेकै हुन्छु वर्षमा 2 दिनचोटि। जङ्गल निकै बाक्लो रहेको छ, सतर्क भएर यात्रा गर्नु होला। हात्तीहरू अरूको कुरा यो मानिसहरूको आवाजावाज भइरहन्छ। वनभोज स्थल उता देखाउँदै रहेछ, त्यतातिर रहेछ वनभोज स्थल। वनभोजको लागि स्कुले विद्यार्थीहरू निकै नै आउने गर्छन्। यहाँ स्कुलले लिएर आएको हुन्छ शैक्षिक भ्रमणको लागि। 87 धाम मनोरञ्जन गर्नलाई मात्रै होइन, यहाँ धार्मिक रूपले पनि निकै महत्त्वपूर्ण छ, निकै महत्त्वपूर्ण पुगेको छ। र लगभग हामी आइसक्यौँ 87 धामको मुख्य गेटमा। यो गेट रहेको छ निकै नै ठुलो। अब हामी 87 धाम पुगिसक्यौँ।
यता पार्किङ स्थल आज शनिबारका दिनहरू पनि धेरै स्थानीय पर्यटकहरू घुसिरहेको छ। यता पार्किङ गर्ने ठाउँमा यहाँ दाउराहरू देख्दै हुनुहुन्छ। सबैले दाउरा लिनुभएको छ। यहाँका स्थानीयहरू प्रवेशद्वार सबैजनाले हेरेको शिवलिङ्ग हेर्दै हुनुहुन्छ परैबाट। शताक्षी धामको यो दृश्य। यता छन् शिवजी, जय शम्भो। सायद यता गाईको चिन्ह। यो यति साह्रो कङ्क्रिट चाहिँ धेरै भयो मलाई जस्तो लागिरहेछ। अलिक जुम गरेर देखाइदिउँ होला। जुम गरेर गाई पनि छ। त्यसै गरी यता गौमाता हेरिहालौँ। शिवालय चराहरू उडिरहेका छन् सबैजना मस्तसँगले परेवाहरू। त्यसै गरी यता यो कङ्क्रिट अलिक बढी भयो जस्तो लागिरहेछ मलाई। यता जय हनुमान छन्। हनुमान 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 हनुमानको अलिक देखाइ जुम गरेर देखाइदिउँ। त्यसै गरी यता शिवालय भयो, यता गौमाता भयो। त्यो मन्दिर चाहिँ भर्खरै बनाएको, पहिले यस्तो थिएन। यता श्री गोलोक शिवालय एरिया। फोटो खिच्ने केटाहरू निकै अग्लो छ, यो ठुलो छ। पिकनिक खानेको लर्को छ। परेवाहरू बसिरहेछन् माथि। परेवाहरू सतासी धाम यो पौराणिक कथाले भरिपूर्ण छ। यहाँ अरूभन्दा पनि मलाई म चाहिँ प्राय आइरहन्छु यहाँ। वर्षको 2-3 चोटि आइरहन्छु। पहिले यहाँ आएर म फोटो खिचेको चाहिँ हो। अहिले चाहिँ भित्रै गएर फोटो खिचेको थिएँ यो भर्खर बनाउने बेलामा। अहिले चाहिँ यहाँ भित्र पस्न गाह्रो छ। यो शिवलिङ्ग पहिले थिएन। यो भित्रको शिवलिङ्ग यहाँ बाहिरबाट यो भित्र गएर पनि खिच्न सकिन्छ। सकिन्छ होला, खिचौँ न। यहाँ भित्रको यो बिरालोले डिस्टर्ब गर्छ के हो। यो भित्रको शिवलिङ्ग यस्तो। यहाँ भित्र पहिले खोइ छिर्न दिन्थ्यो, अझ दिँदैन होला सायद सुरुमा। यता यो कङ्क्रिटको धेरै भयो जस्तो छ। ल बाहिर चाहिँ अनुहार देखाउनु हुँदैन, अहिले फेरि गाह्रो हुन्छ। जोग सनातनी नेपाल जोग सनातनी धर्म नेपाल जसमनि सन्त परम्परा ज्ञान सन्यास शिव शताक्षी 11 झापा प्रदेश नम्बर 1 प्रवेशद्वार। यहाँ कोही बस्नुहुन्छ जस्तो लाग्छ सायद। हेरौँ को रहेछ। अझै जाउँ अगाडि। योभन्दा राम्रो ठाउँ छ। विशेष गरी शनिबार यहाँ एकदम पिकनिक मनाउनेहरू आउँछन् अरू बार भन्दा पनि। हामी पनि आएका छौँ शनिबारको लागि सबैजना। सन्यास लिएर आएर हजुरआमालाई लिएर यहाँ बस्नुभयो।
सबैजना आइरहेको छ। 4 मिनेट 42 सेकेन्ड भएको छ। मेन ठाउँ मलाई मनपर्ने ठाउँ त आइपुगेकै छैन, जुन हिँड्नलाई एकदम गाह्रो पर्छ है। तपाईँहरू पनि आउनु होला, निकै राम्रो छ। यहाँ शिवलिङ्गहरू बनाएको छ। शिवलिङ्गहरू कति छ? 1 2 3 4 5 6 7 8 9 10 11 2 4 6 8 10 11। यसको पनि मिनिङ होला, 11वटा राखेछ। 11वटा चाहिँ किन हुने? यसरी वस्तुहरू यहाँ खुल्लै राखिन्छ। सतासी धाम, हट शेरों का शेर, सवा शेर, शेर के सामने शेर। यो भाइहरू सतासी धाम। यो त दुईटा थियो अरे यस्तो रुख, सोका रुख ठुल्ठुला। यहाँ एउटा चाहिँ खोइ राताराति यहाँकाहरूले उडायो अरे। यो माथिसम्म निकै छ, ठुलो छ। यो बिचमा छ। यो बाँदरहरूले चाहिँ डिस्टर्ब गर्छन् होला है। अब हामी जाँदैछौँ भित्र ट्र्याकिङ गर्ने ठाउँ। राम्रो ठाउँ छ। यो बाँदरहरू हेरौँ, बाँदर। यिनीहरूले मुगल खोजिदियो भने त गाह्रो हुन्छ। यहाँ गाई हुन्छ। यहाँ गाईहरू हिर्काउँछ है भाइ। गाईहरू यहाँ। अब यहाँ धारा तलै गएर खिचौँ होला हौ, एक लट माथिबाट तलैबाट खिचौँ। तल कस्तो रहेछ यहाँ धारा। यो मुक्तिनाथको जस्तो भाइब्स दिने खालको धारा छ। हेर्नु त यहाँ सर्लक्कै मुख धुनुपर्छ होला हो पुरै अनुहार। त्यसका लागि आज शनिबार केटाहरू ए पानी माइकमा पानी पस्छ भने त फेरि मेरो जान्छ नि कति हजार हो। यतै यतै जाउँ होला। हट पानी नै पानी भयो, अनुहार भयो। यहाँ कसले सहयोग गरेको थियो, यहाँ एकचोटि यो पनि देखाइदिइहालौँ है। तपाईँहरू जुम गरेर हेर्नु होला यो धारा बनाउन। ओके, अब यहाँ मजा त यसमा छ, छन् त केही छैन तर मजा छ। यहाँ मजा छ। यहाँ सतासी आएर यति पनि गइएन भने के गइयो र। अनुहार पुस्नु पर्यो। अनुहार राम्रै होला सायद। एकछिन है। राम्रै आउँदै होला। सतासी धाम हेर्नु होला, राम्रै छ होला। यति लु, यो चाहिँ ट्र्याकिङ। यहाँ ढुङ्गा छ, हेर्दै हुन्छ होला। ढुङ्गा छ, सानो ढुङ्गा छन्। एकचोटि सतासी आएपछि यता फेरि सतासीबाट उतैबाट फर्केर चाहिँ नजानु होला। एकदम यता चाहिँ च्यालेन्जिङ, के भन्छ, च्यालेन्जिङ गर्ने ठाउँ छ। कोही छैन होला जस्तो छ मान्छे, त्यही पनि जानु पर्यो। मलाई चाहिँ मनपर्ने ठाउँ हो। वर्षमा 3-4 चोटि म कम्तीमा आउँछु। ए लडिन्छ फेरि यहाँ चिप्लेर। 3-4 चोटि चाहिँ म एकदम आइरहने ठाउँ हो। ढुङ्गाहरू सानो छ होइन है। मोबाइल झऱ्यो भने फेरि मेरो जान्छ मोबाइल। यहाँ चाहिँ जानै पर्छ, नगइकन हुँदैन है। बाटो एकदम डेन्जर छ। अनि अर्को कुरा, त्यो सुज लाउँदाखेरि स्पोर्ट्स सुज लाएर आउनु होला।
अरू यताउता यहाँ चरा देखेँ दुईटा दामी खाले चरा देखाउँ चरा जुम गरेर देखाउँ एकछिन है कहाँ गयो ल उडो गया